यो भिडियोमा चाहिँ हामी HIDCL को एनालाइसिस गर्ने छौं। यो स्टकलाई हेर्ने हो भने यो स्टकको प्राइस चाहिँ 346 को लेभलतिर पुगेर चाहिँ एउटा स्विङ हाई लगाएको थियो भने त्यसपछि कन्टिन्यू रूपमा करेक्सन भइरहेको थियो। त्यसपछि हेर्ने हो भने यो 226 को लेभलबाट चाहिँ यो स्टकको प्राइस बढेको देखिन्छ। अहिलेको समयमा चाहिँ यो स्टकमा इम्पोर्टेन्ट सपोर्ट र रेजिस्टेन्सको कुरा गर्ने हो भने 346 को लेभलमा चाहिँ यो स्टकका लागि स्ट्रङ रेजिस्टेन्सको जोन रहेको छ। त्यस्तै गरी सपोर्टको कुरा गर्ने हो भने यसमा चाहिँ 226 को लेभलमा चाहिँ यसको स्ट्रङ सपोर्टको जोन रहेको छ भने यसमा चाहिँ अर्को सपोर्ट भनेको यो ट्रेन्ड लाइनको सपोर्ट रहेको छ। प्राइसलाई हेर्ने हो भने यो ट्रेन्ड लाइनको सपोर्टलाई पनि राम्रो रेस्पेक्ट गरेको देखिन्छ र लास्ट टाइम पनि यो स्विङ चाहिँ ट्रेन्ड लाइनमा आउँदाखेरि यताबाट चाहिँ प्राइस बढेर गएको थियो। अहिलेको समयमा चाहिँ यो स्टकमा चाहिँ तीनटा किसिमको सिनेरियोहरू बन्ने सम्भावना चाहिँ अलि बढी नै रहेको देखिन्छ। जसमध्ये पहिलो सिनेरियो भनेको चाहिँ प्राइस चाहिँ यही लेभललाई सस्टेन गर्दै यहाँबाट चाहिँ बढेर जानु हो भने, यसमा दोस्रो सिनेरियो भनेको चाहिँ प्राइस केही समय चाहिँ यता साइडवेज रहन सक्छ भन्ने हो र यसमा तेस्रो सिनेरियो भनेको चाहिँ प्राइस करेक्सन भएर यो सपोर्टको ट्रेन्ड लाइनसम्म आउनु हो। अहिलेको अवस्थामा हेर्ने हो भने यो स्टकको प्राइसमा चाहिँ केही करेक्सन हुन सक्ने सम्भावना चाहिँ अलि बढी रहेको छ। यदि तपाईहरुले चाहिँ यो स्टकलाई अहिले बाइङ गरिसक्नु भएको छ र तपाईले चाहिँ लङ टर्मको लागि चाहिँ यो स्टकलाई बाइङ गर्नु भएको हो भने तपाईहरुले चाहिँ यो स्टकलाई सेल गर्ने भन्दा पनि होल्ड गर्दा चाहिँ राम्रो हुन सक्ने देखिन्छ र यसमा चाहिँ सर्ट टर्मको लागि मात्रै ट्रेडिङ गर्नु भएकोहरुले चाहिँ यो स्टकले चाहिँ एक लेभलको टार्गेट चाहिँ दिइसकेको छ। अब नयाँ बाइङका लागि कुरा गर्ने हो भने यो स्टकमा चाहिँ दुईटा किसिमको एन्ट्री हुनेछ। जसमध्ये पहिलो भनेको चाहिँ यदि प्राइस करेक्सन भएर यो सपोर्टको ट्रेन्ड लाइनसम्म आउँछ भने त्यस्तो अवस्थामा चाहिँ यो स्टकलाई नयाँ बाइङका लागि हेर्न सकिन्छ र यसमा दोस्रो एन्ट्री भनेको यदि प्राइसले चाहिँ यो 346 को लेभलतिरको रेजिस्टेन्सको जोनलाई चाहिँ ब्रेकआउट गरेर जान्छ भने त्यस्तो अवस्थामा पनि यो स्टकलाई नयाँ बाइङका लागि हेर्न सकिने हुन सक्छ। यदि यो स्टकको प्राइस चाहिँ यो लेभलबाटै बढेर जान्छ भने यो स्टकका लागि टार्गेट भनेको 507 को लेभलतिर चाहिँ हुनेछ।